भइरहेछ? समग्रमा चाहिँ यो लिगलाई अब एकदम राम्रो, यो अब एउटा टुर्नामेन्ट पनि एकदमै आधिकारिक टुर्नामेन्ट, नेपाल भलिबल सङ्घले आयोजना गरेको टुर्नामेन्ट हो होइन। यो टुर्नामेन्टमा चाहिँ अब खेल्न पाउनु पनि एकदम गर्वको विषय पनि छ र यसपालि चाहिँ अब हाम्रो नानीहरूले राम्रै खेलि पनि रहेका छन्। दर्शकको पनि अब एकदम चाहना बमोजिम चाहिँ अहिले प्रतिभा मालीको पनि उपस्थित भएको छ होइन। त्यस कारणले अब जे भइरहेछ राम्रै भइरहेको छ, राम्रै होला भन्ने आशा पनि गरेको छु। यो जसरी आज अहिले खेलिराख्नु भएको छ, गेम पनि हेरिसक्नुभयो, एफएफको पुलिसको सशक्त टिमहरू छन्, के प्लान छ यहाँको, के योजना बनाएर आउनुभएको छ? प्रतिभा माली पनि तपाईँको टिममा आइपुग्नु भएको छ, कसरी हेर्नु भएको छ टिमले? अहिले नेपाली महिला भलिबलको स्तर राम्रो छ, तिनैवटा विभाग सशक्तै छन्। अब त्यसमा हाम्रो न्यू डायमन्ड पनि उस्तै नै छ, ठिकै छ भन्नु पऱ्यो। खेल हो, कहिले कसको दाउमा जान्छ, कहिले कसको दाउमा जान्छ र कहिले कसको हात लाग्छ। त्यस कारणले गर्दाखेरि यस्तै हुन्छ, के अरे चाहिँ 100% भन्ने कुरा कतै पनि छैन। र आजै पनि सुरुवाती चरणमा हेर्दाखेरि नेपाल पुलिसको सुरुवाती धेरै राम्रो देखियो। त्यस पछाडि एपिएफले राम्रो कमब्याक गर्यो, पछि 50-50मा गयो। कसले जित्ला त यो भनेर अनुमान लाउन नसक्नेमा पुग्यो। लास्टमा अन्ततः नेपाल पुलिसले चाहिँ जित्न पुग्यो भनेपछि अब हामीले पनि यस्तो हुन्छ भनेर भन्न सक्ने अवस्था छैन। समग्रमा भन्ने हो भने हामीसँग पनि पोटेन्सियल खेलाडीहरू छन्। दुईवटा खेल जितेर, दुईवटा कि तिनवटा खेल जितेर हजुर, तिनवटा खेल सेमी फाइनलमा पुगिसक्नु भएको छ। आफ्नो टिमको कमी कमजोरी पनि निहाल्नु भयो होला। एकदम के कम्पेयर गर्नुहुन्छ अरू टिममा र तपाईँको आफ्नो टिममा? अब हाम्रो चाहिँ राम्रो पनि ब्लकिङ छ, नराम्रो पनि ब्लकिङै छ। कहिलेकाहीँ त्यही ब्लकिङ चाहिँ इन्टरनेसनल स्ट्यान्डर्डको हुन पुग्छ भने कहिलेकाहीँ त्यही ब्लकिङ चाहिँ अलिकति गडबड हुन पनि सक्छ। अब त्यस्तो भइदियो भने भोलि अलिक गाह्रो हुन पनि सक्छ। नत्र भने चाहिँ अब ब्लकिङ चाहिँ जे होस्, ब्लकिङ पक्ष हेर्ने हो भने हाम्रो दुवैजना सुमित्रा पनि सुनिता पनि अहिलेसम्मको न्यू डायमन्डको चाहिँ बलियो पक्ष नै हामी ब्लकिङमै ठान्छौँ। लक्ष्य चाहिँ के राख्नु भएको छ यो टुर्नामेन्टको? अब यो लक्ष्य त हरेक प्रतियोगिता खेल्न जाँदाखेरि गो फर द गोल भनेरै जाने। घरबाट निस्किँदा लेट्स गो फर द गोल होइन, हामी चाहिँ यात्रा चाहिँ गोलकै हो भनेर हिँड्ने हो। अब त्यसरी नै आइराखेका छौँ होइन। अब सबैजनाको यात्रा त्यही नै छ। अब कसले चाहिँ पछि गोल समाउने हो त्यो चाहिँ अब खेलले नै देखाउला भन्ने मलाई लाग्छ। न्यू डायमन्डको त्यत्तिकै क्रेज छ, त्यसमा पनि प्रतिभा माली थपेको छ। हजुर, अस्ट्रेलियाबाट उहाँ आउनु भएको छ, पक्कै पनि एउटा लक्ष्य हासिल गर्नकै लागि। एकदम दर्शकहरू पनि उत्तिकै साथ समर्थन छ यहाँको टिमलाई। पहिला पनि थियो, अहिले अझ थप भएको छ। के भन्न चाहनुहुन्छ दर्शकहरू? अब उहाँहरू त एकदम टाढोबाट यहाँ होटेलमा बास बस्ने गरी उहाँहरू यो प्रतिभा मालीको गेम हेर्न आउनु भएको छ। मैले बिहान पनि प्रतिभालाई अलिकति सम्झाएँ, नानी अब धेरै टाढाका मान्छेहरू टिकट तिरेर यहाँ आएर फेरि पास माग्ने होइन उहाँहरू। हामी जति पैसा हुन्छ तिरेर हेर्छौँ, तर प्रतिभाको गेम हेर्छौँ, आउँदैछौँ, आयौँ होइन। अब प्रतिभा खेल्न छोडेदेखि, यहाँ कभर हलमा आउन छोडेदेखि नआएको प्रतिभा आएदेखि कन्टिन्यू आएर हेरिरहनु भएको छ भनेपछि एउटा त्यस्तो क्रेजलाई चाहिँ प्रतिभा छोरी तिमीले चाहिँ अलिकति उयो गर्नु पऱ्यो, मिहिनेत पनि गर्नुपर्छ। के गर्ने अब यस्तै छ, अब तिमीले नै कमाएको कुरा हो यो होइन। भोलि गएर चाहिँ नि के अरे हिजो प्रतिभा आज पनि प्रतिभा कुनै पनि काम होइन गर्नु सजिलो छ, गरिराख्नु गाह्रो छ नि त। उचाइमा पुग्नु त सजिलै छ, पुगिन्छ फटाफट, तर पुगेर बसिराख्नुलाई त धेरै सङ्घर्ष गर्नु भने प्रतिभा माले एउटा उचाइमा पुग्यो। अब त्यो उचाइमा एउटा
राख्न पनि पऱ्यो त्यसको लागि केही न केही मिहिनेत केही न केही सेक्रिफाइस होइन नगरिकन हुँदैन जस्तै न्युडाइमन भनियो भनेपछि म लास्टै दिनमा डुब्दा पनि लास्टै अप्ठ्यारोमा पर्दा पनि मैले हात झिक्नु मिलेन हात उठाउनै मिलेन किन भन्दा मैले एउटा दर्शकहरूको माया जितिसकेँ होइन उहाँहरूलाई मैले हसरक्कै पार्नु हुँदैन नि जस्तो अवस्था होस् म मेरो दर्शकहरूलाई खुसी फेरुन्जेलसम्म लड्छु भनेर लडिरहँदाखेरि आज यहाँ आइपुगेछौँ भनेपछि प्रतिभाको प्रतिभाबाट पूर्ण रूपमा सन्तुष्ट हुन्छ तपाईँले प्रतिभा मात्र देखाएको छैन तपाईँलाई साथ समर्थन पनि गरेको छ पक्का गरेको छ एकदमै गरेको छ त्यो किन भन्दा अब हाम्रो कुरा भइरहेको छ सल्लाह भइरहेको छ अब उता जाने बेलामा त्यहाँ पलायन हुन गएकै होइन त्यहाँ केही सिकेर होइन इन्टरनेसनल्ली केही न केही कुराहरू जानेर अनि यो देशमा आएर यो देशलाई इन्टरनेसनलमै पुर्याउने होइन त्यो हिसाबले नै त्यता अस्ट्रेलिया जाने काम भएको हो अब उनी अहिले गहन अध्ययनमा छन् अध्ययन पुरा गरेर नेपालमा आएर होइन सारा नेपालीलाई चाहिँ खुसी दिने काम म गर्छु नि कुमार सर भन्दाखेरि मलाई एकदम गर्व लाग्छ मेरो सक्सेस छ निस्क्यो नि त हो होइन तपाईँ सानो चेलीहरूलाई पनि एउटा टिममा राख्नुहुन्छ र तपाईँको क्लबमा पनि निकै साना बच्चाहरूदेखि चेलीहरू छन् र सिकाउँदै यहाँसम्म ल्याइपुग्नुहुन्छ NBA लिगसम्म खेलाउनुहुन्छ भलिबल टिमले तिनीहरूको लागि एउटा भलिबल सङ्घले आयोजना गर्ने यो लिग भलिबल कतिको आवश्यक देख्नुहुन्छ यो त एकदम बेसरी आवश्यक यस्तो टुर्नामेन्टहरू हामी जति गर्छौँ मासमा चाहिँ मासमा फेस गर्नको लागि यो टुर्नामेन्ट नभए यहाँ चाहिँ विभिन्न ठाउँमा टुर्नामेन्टहरू आयोजना हुन्छ होइन त्यो आयोजना हुनु भनेको बेसरी राम्रो कुरा हो किनभने त्यहाँ नेपाली भलिबलको क्रेज एकदमै धेरै छ एकदम धेरै मासहरू चाहिँ हामी काठमाडौँमा भन्दा नि बाहिर भेट्छौँ त्यो ठाउँमा चाहिँ गएर चाहिँ टिमले खेल्दाखेरि उनीहरूलाई चाहिँ माससँग फेस गर्ने एउटा क्यापेबिलिटी बढ्छ त्यस कारणले त म के भन्छु भन्दा सङ्घले विभिन्न ठाउँमा विभिन्न जिल्लामा तपाईँहरू यो महिनामा त्यहाँ गर्नुहोस् यो महिनामा त्यहाँ गर्नुहोस् यो महिनामा त्यहाँ गर्नुहोस् भनेर कमसेकम 2 महिनाको ग्यापिङ अथवा 1 महिनाको ग्यापिङमा काठमाडौँभन्दा बाहिर ठुलो मास हुने ठाउँमा खेल्न पठाउने गर्नुपर्छ त्यसले गर्दाखेरि मास फेस हुन्छ र जति एक्सपिरियन्स भयो जति माससँग भिड्ने चाहिँ पानी भयो त्यति राम्रो हुन्छ एउटा छोटोमा भनिदिनुहोस् यो टुर्नामेन्ट गर्दाखेरि के यसमा समस्या छ अथवा केही सुझाव दिन चाहनुहुन्छ भन्नुपर्छमा अब त्यस्तो समस्या मैले अब देखाएको छैन होइन म पनि आफू सँगमै छु अब हाम्रो अध्यक्षज्यू डटेर खटेर लागिरहनु भएको छ होइन र यसै गरी चाहिँ नि अब लागिरहँदाखेरि भविष्यमा चाहिँ नि अब धेरै राम्रो खेलाडीहरू हुन्छन् अब मैले यसपालि 2वटा टिम ल्याउनु खोजेको थिएँ मसँग त अर्को टिम पनि छ तर अध्यक्षज्यूले होइन एउटै टिम मात्रै भाग लिनु पऱ्यो भन्नुभयो अरू नानीहरू हस्रकै परे तर आएको भए टप 6 मा चाहिँ म 100मा 100 लेखेरै दिन्छु मेरो जुनियर नानीहरू आयो भने पनि पऱ्यो फरकै पऱ्यो ओपन कम्पिटिसन गर्न सकिन्छ मेरो लक्ष्य भनेकै 3-4वटा टिम बनाउने कुनै टिमले चाहिँ अब कहाँ खेल्दैछ कुनै टिमले कहाँ खेल्दैछ कुनै टिमले कहाँ खेल्दैछ त्यस्तो किसिमको चाहिँ मेरो लक्ष्य छ थ्याङ्क यू भेरी मच थ्याङ्क यू